यानु कार्कीको जम्मै ज्याकेट भिजिसक्यो। दाइ कुन मन्दिर हो रे यहाँ हामी आएको? लड्केश्वर उहाँले खाँदा आज एकादशी दिन होइन दर्शन गर्न दाइ भाउजू हामी सबैजना। यो के खोलो हो? रोसी खोलो। लड्केश्वर महादेवमा हामी दर्शन गर्न आएका छौँ सबैजना मिलेर मिलेर। आज के एकादशी हो रे? आज पुत्रदा एकादशी भनेको थियो। झिका नती छेउको एउटा कुनै ल्याए है गयो त्यही ल्याउनु पर्दैन। खै मेरो फोटो खिच्नु म त आफ्नो सेल्फी हाल्नु। यो दिदी यहाँ खिच्नु त मेरो यहाँ म एउटा ठाउँ खुलेर आउँछु त्यहाँ। मैले त हालेको छैन। यी तल छ भनेर झन् माथिबाट नल्याएको मैले। मैले त झिक्ने नै बिर्सिन्छ दिदीले चाहिँ कति छिटो हान्छौ म त यसरी यहाँ त कहाँ हुनु अलि होस् मलाई हामी छिर्न त छिरे तर यस्तो मजाले फोटो खिच्न त कहाँ पाउनु यहाँ है। अनि कस्तो हतार हुन्छ। लड्केश्वरी महादेव की जय। लड्केश्वरी महादेव की जय। लड्केश्वर महादेव की जय। लड्केश्वर महादेव की जय। लड्केश्वर महादेव की जय। भयो ल अब धुपबत्ती गर्ने जाने। यो त्रिशुलको फोटो खिचेर कति हालेको थियो हामीले अस्ति। यो देखेर अनि यही त हो नि हामीले यहाँ भन्नु पर्छ थिएन नि यो देखेर होइन। लौ न लौ हाम्रो दिदी यो छिर्नु जानु भयो छिर्नु भयो छिरे आऊ दिदी। यतामा छिर्ने मान्छे छिरिरहेछ के पाइरहेछ नि त। छिरिया छ जान त त्यताबाट जाने यताबाट आउने हो। अनि यहाँबाट निस्किने आइडिया जान्नु पर्यो। यो धर्म र पापी छुट्टिने द्वार रे।
निकै टाढा छ क्यारे होइन छैन यहाँबाट यस्तो गएर यस्तो निस्किन्छ तर अहिले जान्नुपर्छ यहीँबाट जाने हो कि यहीँबाट छेकी भाइ साउन्ड भाइ यहाँ खिच्नु त सकिन्छ त उताबाट जाने उताबाट बिचमा सानो छ क्या यहाँ बिचमा सानो छ नि आशा आयो है हारै गयो नि हुन्छ टाउको नपख्ने जस्तो छ अनि टाउको पसेपछि जिउ पसिहाल्छ सिर्छन् मोटामोटा मान्छे त सिर्छन् ल जान त भाइ सेर हजुर कान्छो मोबाइल भेटेर दिदीको त्यो ज्याकेटको पखालीतिर हाल्नुभयो कि दिदीले आफ्नो भनेर हेर त त्यहाँ ज्याकेट छ नि घन्टी लाएर हेऱ्यो हुन्छ नि कुन मोबाइल ठुलो कि सानो ठुलो त्यही तपाईँ हिजो इलेक्ट्रिक बाँडेर देखायो होइन तपाईँ उता लानु भएको छ त्यो होइन त्यो होइन त्यो दिदीको सोफामा ज्याकेटको पखालीतिर छ कि हेर न कहाँ जान्छ त त्यहाँ कोठा भएको मोबाइल भने फोन हान नि अब फोन हान्यो अब त्यसमा फोन लाग्यो त्यसमा सिम हालेको त छैन ल दोकान बसिया